चाहिँ आज मिठो मिठो थुक्पा बनाउँदैछु। थुक्पाको रेसिपी चाहिँ कस्तो हुन्छ म बनाएर देखाउने छु, हेर्दै गर्नु होला। म यहाँ थुक्पालाई उसिन्दैछु, बोइल गर्दैछु। आलु उसिन्दैछु, आलु र चना। अब म बाँकी यो बन्दाकोपी, चना अनि काटेको म गरेको तयार गरेको म बाँकी भिडियोमा देखाउने छु। अब मेरो थुक्पा कस्तो हुन्छ हेर्दै गर्नु होला। यसरी मैले यहाँ थुक्पाको लागि सोयाबिन भुट्दैछु। मैले भेज थुक्पा बनाउन आँटेको नि त, अनि त्यही भएर चाहिँ यसरी पहिला सोयाबिन भुट्नुपर्छ, मजाले रातो पारेर भुट्ने। अनि यो भुटेको सोयाबिनलाई बाहिर निकाल्ने। पुरै एकछिन चलाउन नछोडिकन, नत्र छोड्यो भने डढिहाल्छ। त्यही भएर यसलाई चलाएको चलाइ पारेर रातो बनाउनुपर्छ है। जति रातो बनायो त्यति टेस्टी हुन्छ सोयाबिन। त्यसैले यो सोयाबिनलाई चाहिँ मजाले रातो पारेर भुटेर म फेरि देखाउने। यसरी थुक्पालाई मैले यसरी बन्दाकोपी, टमाटर, प्याज, धनियाँ, खोर्सानी, त्यसपछि आलु, चना अनि सोयाबिन भुटेर यसरी राखेको छु। अब यसको झोल सुप कसरी बनाउने म फेरि भिडियोमा देखाउने छु, हेर्दै गर्नु होला। मेरो पूर्वको फेमस धराने थुक्पा, यो भेज थुक्पा है कसरी तयार हुन्छ म तपाईँलाई सुप बनाएपछि देखाउने छु। उसिनेर यसरी बोइल गरेर यसरी थुक्पा मैले यसरी छोपेर यसलाई राखेको छु। अनि अब थुक्पा कसरी तयार हुँदैछ यहाँ मैले स्टप गरेँ। यसरी मैले यहाँ यसमा प्याज यसरी रातो बनाउँदैछु। प्याज पकाइसकेर यसरी रातो हल्का ब्राउन कलरको बनाएर प्याज रातो भएपछि मैले खोर्सानी एड गरेँ। खोर्सानी एड गरेर मैले हल्का बेसार हालेँ। बेसार एड गरेर चाहिँ म यसरी यो बन्दाकोपी यसरी हाल्दैछु। चिकन थुक्पा हो नि त, अनि यो बन्दाकोपीलाई चाहिँ रातो गरेर पारेर भुट्नुपर्छ पहिला। एक्लै भिडियो बनाउँदै हाल्ने भएर चाहिँ अलिकति अप्ठ्यारो भएको छ मलाई। त्यसै गरी थुक्पामा यो रातो पारेर बन्दालाई भुटेपछि मैले यसरी टमाटर एड गरेँ। अब टमाटरमा चाहिँ म यसरी अदुवा र चम्चाको अदुवा र लसुनको पेस्ट यसरी हालेँ मैले। अनि त्यस पछाडि हल्का टमाटर पाक्नलाई हल्का थोरै पानी एड गरेँ। धेरै हाल्नु हुँदैन, अहिले पाक्नलाई मात्रै हो। त्यस पछाडि चाहिँ म अलिकति नुन एड गर्दैछु। यसरी नुन एड गऱ्यो भने चाहिँ टमाटर चाँडै पाक्छ नि त, त्यही भएर मैले चाहिँ रसको भाग सुद्धा यसरी नुन एड गर्दैछु। अब यसलाई हल्का छोपिदिने। यसरी मैले हल्का टमाटर पाक्नलाई छोपेको छु। अब टमाटरलाई ग्रेभी बनाउनुपर्छ। टमाटर कुच्याइसकेँ। अब त्यसमा मैले यसरी धुलो मसला एड गर्दैछु। धुलो मसला एड गरिसकेर अब यसमा चाहिने चना यसरी एड गर्दैछु। सबै चना हाल्दिनँ म, यति छ, चना धेरै छ। यसलाई यसरी चलाएपछि यसमा टमाटर पनि एड भयो। आलु पनि म एड गर्दैछु। यहाँ मेरो थुक्पाको रस यसरी उम्लिँदैछ। अब यहाँ सोयाबिन मात्रै हाल्न बाँकी छ। सोयाबिन चाहिँ पहिले हाल्नु हुँदैन, प्याचक्कै भएर फुलिहाल्छ। त्यस पछाडि यो मजाले उम्लिन्छ यो रस। अनि रस उम्लिसकेपछि यो ग्यास बन्द गर्ने बेलामा नि मात्रै हाल्ने। भग उम्लेपछि अहिले हाल्यो भने चाहिँ सोयाबिन प्यात्तै हुन्छ, त्यही भएर अहिले हाल्नु हुँदैन।
उम्लिन अप्ठ्यारो भयो, त्यसै भएर मैले चाहिँ यो थुक्पा उसिनेको बोइल गरेको भाँडो चेन्ज गरेँ। यसरी गराएँ। हाम्रो यसरी थुक्पा तयार भयो। यहाँ खाँदैछौँ प्याज खुर्सानी यसरी तातो तातो यसरी हालिदिन्छु नि त म। यहाँ प्याज हाल्ने हो, खुर्सानी छर्लिने भए तिनीहरूलाई चाहिँ नहालिदिनु, यसरी पिरो खतो अक्कबरे खुर्सानी ए यसले त खान्नको त फेरि प्याज त हालिदिएको थियो त त्यहाँ थिएन यही हो कुन यही हो मोल्नु भयो त्यसो भने आधा फक्ला ए कागतीको रससँग चिप्लिप्प बनाएर खाने हो। गाइस लाउनुस् है खानालाई। अंशु आऊ, रिन्चिन आऊ। नानीले पो खाना दिन्न होला त फेरि। भिडियो यहाँ अंशु रिन्चिन यसरी थुक्पा खाइरहेछ मैले बनाएको। अनि अंशु यता फाइनली गाजी हाम्रो चाहिँ खाली भइसक्यो। मेरो र बुढाको चाहिँ यहाँ खाली भइसक्यो। उनीहरू दुइटाको यहाँ चल्दैछ थुक्पा। मेरो युट्युब च्यानल तपाईँलाई कस्तो लाग्यो सब्सक्राइब लाइक र सेयर गर्न नबिर्सिनु होला। यस्तै यस्तै मिठो मिठो रेसिपीहरू म नेक्स्ट भिडियोमा ल्याउने छु। त्यतिन्जेलको लागि वेट गर्नु होला। बाई बाई। लास्टमा चाहिँ म भिडियो बनाउने मान्छे।